तपाईं हेर्नुहुँदैछ नमस्ते गोरुबथान। कदर पत्र सुम्पिन्दछौँ र यो सुम्पिन अघि यस कदर पत्रलाई पाठन गरिदिन म काशीराम सरलाई अनुरोध गर्दछु। श्रद्धेय दाई सूर्यमणि राई, सभापति गोरुबथान खण्ड पञ्चायत समिति, उहाँले हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै ढिलो भए तापनि उहाँ आइपुग्नु भएको छ। यसको निम्ति उहाँलाई धन्य छ। उहाँको अफिसियल मिटिङले गर्दाखेरि बिहान उहाँ समयमा आउन सक्नु भएन र हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै आइदिनु भएको छ। यसको निम्ति यहाँलाई हामी धन्यवाद नदिई सक्दैनौँ र उहाँ एक हाम्रा गार्जियन हुनुहुन्छ। जसरी आजका प्रमुख अतिथि सभासद श्रीमान रतन थापाज्यू अनि उहाँ सूर्यमणि राईज्यू गोरुबथानका हाम्रा गार्जियन हुनुहुन्छ, अभिभावक हुनुहुन्छ र उहाँलाई हामी कदर नगरी हामी पटक्कै सक्दैनौँ र आज कदर गर्दै हामी सद्य सूर्यमणि राईज्यूलाई स्पोर्टिङ क्लबको तर्फबाट एउटा सानो भेट स्वरूप एउटा कदर पत्र म पठन गर्न लागिरहेको छु। सेवामा श्रीमान सूर्यमणि राई, सभापति पञ्चायत समिति गोरुबथान खण्ड 3। महाशय, म सानो उहाँ एउटा कविरपन्थी हुनुभएकोले गर्दा उहाँको गुरुको एउटा वाक्य 2 लाइन पठन गर्दछु। सायद भूल भए म क्षमा चाहन्छु। जो सुख में सुमिरन करे दुख कहे को होए। फेरि भन्दछु, जो सुख में सुमिरन करे दुख कहे को होए। तपाईं केवल प्रशासक हुनुहुन्न, तर एक मृदुभाषी अनि समझदारी व्यक्तित्व हुनुहुन्छ जसले गोरुबथान खण्डलाई नै अँगालेर आफ्नो पहिचान दिइसक्नु भएको छ, जसको फलस्वरूप आज गोरुबथानले चौतर्फी विकासमूलक कार्यहरूमा धेरै अघि बढ्न सफल भएको सर्वविदितै छ। यसरी नै हजुरको समय कालमै यस्ता अनुकरणीय कार्य गरी अघि बढ्ने कामना राख्दै हाम्रो संस्था एवं समाजको पक्षबाट हजुरलाई संस्थाको स्थापना दिवसमा मुक्त कण्ठले प्रशंसा एवं कदर गर्दछौँ। आगामी दिनहरूमा तपाईको कुशल प्रशासनिक कार्यहरूमा ईश्वरले अझ धेरै आशीर्वाद प्रदान गरून् भन्दै हार्दिकतापूर्वक यो कदर पत्र सम्मानसहित हजुरप्रति टक्राउँदछौँ। धन्यवाद। सभापति श्रीमान बाबुराम प्रधान, सचिव भाइ दिपेश छेत्री र यो सम्मान पत्र अनि कदर पत्र दिनको निम्ति अनि स्मृति चिन्ह दिनको निम्ति म हाम्रो संस्थाका वरिष्ठ सदस्य श्रद्धेय दाई आरबी प्रधानज्यूलाई मञ्चमा आइदिने हार्दिक अनुरोध टक्राउँदछु। आरबी प्रधान। हेलो, यस कार्यक्रमपछि एउटा नृत्य छ अनि भोजन पनि मोटामोटी तयारी हुँदैछ र भोजन तयारी हुनु अघि एउटा नृत्य हुँदै त्यताबाट खबर आइपुग्छ होला र दिव्यम अनि उसको सहयोगी ग्रुपहरू नृत्यको निम्ति आइदिने तयारी गर्छ र तिमीहरूको त्यो रेडी गर्दै गर र सर हाम्रो
सरलाई सूर्यमणि सरलाई आफ्नो 2 शब्द राखिदिने म यहाँ अनुरोध गर्दछु। चौतीस वर्ष वयस्क उमेर पुगिसकेको स्पोर्टिङ क्लबको स्थापना दिवसमा मुख्य अतिथि आजको समारोहका सभा शिरोमणि अघिल्लो पंक्तिमा देख्दैछु केवल गोरुबथानलाई मात्रै उज्जवल नपारेर कालेबुङ जिल्लामै आफ्नो पत्रकारितामा परिचय दिइसक्नुभएका भाइ रुद्र अनि जुन जग्गामा हामी छौं, जुन बस्तीमा हामी छौं, त्यसको मुटु मानिने सोमबारे बजारभित्र अवस्थित यो स्पोर्टिङ क्लबको मैले कसरी बयान गर्नु, स्पिचलेस छु, वक्तव्यहीन छु, शब्दहीन छु। किनकि एउटा वयस्क उमेर पुगिसकेपछि जुन क्लबले केवल आफ्नो समाजलाई मात्र होइन सम्पूर्ण गोरुबथान क्षेत्रलाई नै पुर्याउने सेवाहरू गरेको हामीले देखिरहेका छौं। चाहे त्यो आँखा जाँच शिविर होस् या विभिन्न अरू कार्यक्रम होस्, गरिवरिकन हाम्रा विभिन्न कारणले अवस्थाहीन समाजका ती व्यक्तिहरूलाई पूर्ण सहयोग गरिवरिकन सेवा पुर्याइरहेको, त्यसले नै म पञ्चायत समितिको चेयरपर्सनको हिसाबमा हजुरहरूलाई आभार प्रकट गर्छु अनि आशा गर्छु यो कार्य निरन्तरता होस्, अझ तपाईहरुको कार्यमा इन्करेजमेन्ट आएर अझ बेसी गर्ने क्षमता होस्। हुन त उमेर 34 वर्ष पुगेपछि अझ काम गर्ने क्षमता हुन्छ र हामी आशा गर्छौं, गोरुबथानको पक्षबाट आशा गर्छौं र यो कार्य निश्चय नै निरन्तरता जानेछ। तपाईहरुको सेवाले केवल गोरुबथान क्षेत्र मात्र होइन, पूर्ण हाम्रो ब्लक मात्र होइन, पूर्ण जिटिए क्षेत्रमा नै तपाईहरुको सुनाम चलोस्, यही आशा गरेको छु। तर यस कार्यक्रममा म आफैलाई सहभागी हुनु, उपस्थित दिनु र मैले समयमा आउनु पर्ने जिम्मेवारी हुँदा पनि जुन जग्गामा बसेको छु, आज पनि एउटा मिटिङले गर्दाखेरि, सभाले गर्दाखेरि समयलाई मैले तपाईहरुको वचन अनुरूप, तपाईले दिएको निमन्त्रणा दिएको अनुरूप उपस्थिति नसक्नु चाहिँ त्यसमा म माफी माग्दछु। अनि विशेष गरिकन एउटामा चाहिँ म आफैलाई अलिक असुविधा महसुस गरेको छु। सर, तपाईहरुले सम्मान दिनुभयो, इज्जत दिनुभयो, सम्बर्धना दिनुभयो, तर त्यो लायकको म छैन र समयमा तपाईहरुले सम्मान इज्जत जुन दिनुभएको छ र यो जुन खदा लाएर मलाई यहाँनिर तपाईहरुको डाइसमा उभाएर सम्मान गर्नुभयो, यसलाई म मतलब आफ्नो जिम्मेवारीमा पछि हट्ने छैन भनेर स्वीकार गर्दै मेरो भनाइ शेष गर्छु।